अलार्म नाना मम्मीको गाली सुनेर बिहानै उठे। त्यस पश्चात मेरो कलेजको कबाडी गाडीमा चढी क्याम्पस जाँदै थिए। मेरो जिन्दगीमा नघटेको दुःखद घटना देखे अनि मैले मनै मन रुँदै लागे कलेजतर्फ। केटाहरूले एउटा सानो भाइलाई कुट्दै रहेछन्। बिचारा रुन्छ भनी हिरो बनेर एउटा चक्लेट दिएर जा भाइ भनी पठाइदिए। त्यस पछाडि चटपटे हान्यो अनि क्याम्पस बङ्क गरी पुग्यो एक्सर्साइज गर्न। दिउँसो क्रिकेट टिम लिएर पुगे दमक रङ्गशाला। टिम क्याप्टेन हुनको नाताले डराउनु पर्दैन भाइहरू, म छु भनी सबैलाई 8 भरोसा दिए। गेम चलिरहेको थियो तर अचानक बेमालेको झोले आएर झोला खोलेर सबैलाई जादुई बासमा सुँगाइदियो। त्यसपछि त सबै टिम लट्ठ भए। कोही कमर हलाउँदै नाच्छ, कोही ग्राउन्डमै भटपटे चलाउँछ। सबै हाँसेको हाँसे भए। त्यसरी नै गेम सकियो अनि काले अफ्रिकन अपोनेन्टसँग हात मिलाउँदै तिमी कति काले घर जाऊ भनी सबैलाई पठाइदिए। विनरको नाम त्यो त म भन्दिनँ, कसले जित्यो कमेन्ट गर्नुहोला। गुड नाइट, बाई।